म काटेको थिएँ म पनि त्यो चाको लगाइसकेको छु निकै दिन भएको रहेछ त हो सेतो आइसक्यो अनि चाहिँ आज यति बनाइसकेको छ अनि त्यसले नि पौरखीहरूले कति छिटो बनाउँछ धेरै भयो भने बनाइहाल्ने रहेछ 4000 एक गेट पिङको त होइन अर्को अब मलाई टुट्दैन कसरी नचलाऊ है टोक्छ एउटाले टोक्छ गइहाल भाइ त्यही बक्स छेउमा चाकामा हेर्नु अरे यो भर्याङ यहाँ थियो नि होइन देखिँदैन त नि राम्रो माउरी आएछ धेरै रहेछ अस्तिको भन्दा थुप्रो रहेछ नि आएको दिनदेखि चल्नु थालेको म त 2 दिन पछि त्यो एक दिन त्यो पानी आएको रहेछ अनि भोलिपल्ट त देखेँ मैले पनि अनि भोलिपल्ट हेर्छु पुरा चलेछ अनि तल कसले त्यो मौरी आएको भन्छ त्यहाँ नगर्नु हातले अहिले पहिला भेट्नु पर्यो नि त रानो छैन नि मेरो हातमा आयो रानो आएको छैन माथि दुलोडा निस्किजाने माथिको दुलो पनि टाल्नु पर्थ्यो होला छोड्नु त त्यसलाई कति डर हालेको हुँदो रहेछ ल माथिबाट निस्किन्छ होला हेर्नु त रानो गयो जस्तो छ ऊ माथिबाट गुडुङ निस्किन थालिसक्यो माथि पालमा हेर्नु न माथिको पुवालमा अलिक ठुलो आउँदैछ नि हेर्नु बाजे त बाजे कहाँ हुनुहुन्छ त माथिको पुवालमा गइसक्यो कि अन्त पुवालको सोरेर झार्नु माथि गइसक्यो सोर्नु त त्यतै गयो क्या त्यतै गयो खोइ त रानो त आएन क्या बाजे बाल्दिन आइज दिनु भने जा बाल्दै भाइ यहाँ पुसपुस गर्दै गर्नु त रानो यता होला नि माथि गयो जस्तो छ सबलाई तातो भएन